पोर्चुगल आजसम्म वर्ल्ड कप फाइनल पुगेको छैन, तर यो पालिको पोर्चुगलको स्क्वाड सायद आजसम्मकै पोर्चुगल फुटबलको इतिहासकै सबैभन्दा बलियो र कम्प्लिट स्क्वाड हो। र यही बलियो स्क्वाड भएको कारणले गर्दाखेरि नै पोर्चुगलले सायद यो पालि पहिलोचोटि वर्ल्ड कप फाइनल खेल्न पनि सक्छ र जित्न पनि सक्छ। 1966 को वर्ल्ड कपमा पोर्चुगल तेस्रो भएको थियो र त्यो पोर्चुगल फुटबल इतिहासको सबैभन्दा बेस्ट फिनिस हो वर्ल्ड कपमा। त्यसपछि लुइस फिगोले लिड गरेको पोर्चुगलको गोल्डन जेनेरेसनले 2006 मा चौथो स्थान प्राप्त गरेको थियो। र पोर्चुगल फुटबल र वर्ल्ड कपको कुरा गर्ने हो भने यो दुईटा मात्रै हो अलिकति यादगार पल। योभन्दा अगाडिको 2022 वर्ल्ड कपमा पनि क्वार्टर फाइनलमा गएर पोर्चुगल हारेको थियो मोरक्कोको हातबाट। र त्यो खेललाई त आजको दिनमा पनि कसैले बिर्सेको छैन, किनभने त्यो बेलाका पोर्चुगलको म्यानेजर फर्नान्डो स्यान्टोसले क्रिस्टियानो रोनाल्डो पोर्चुगलको क्याप्टेनलाई त्यही खेलमा चाहिँ बेन्च गरिदिए। पोर्चुगल फुटबल इतिहासकै सबैभन्दा कन्ट्रोभर्सियल डिसिजन पनि भनिन्छ त्यसलाई। र त्यसपछि रोनाल्डोले अर्को वर्ल्ड कप खेल्छन् खेल्दैनन् भन्ने कुराको अलिकति अन्यल थियो। तर क्रिस्टियानो रोनाल्डो र रोनाल्डोको फिटनेसलाई कसैले पनि अन्डर एस्टिमेट गर्न मिल्दैन। 41 वर्षको उमेरमा 4 वर्षपछि पोर्चुगलको गोल्डन जेनेरेसनलाई लिड गर्दै क्रिस्टियानो रोनाल्डो फेरि पनि आएका छन् र यो पालि पोर्चुगलको इतिहास बदल्नलाई आएको छन्। वर्ल्ड कप फाइनल खेल्न मात्र होइन, वर्ल्ड कप जित्नलाई पोर्चुगलको इतिहासकै पहिलो चोटि। र यो भिडियोलाई चाहिँ पार्ट 1 भन्दा हुन्छ। यहाँ चाहिँ हामीले 26 जना स्क्वाड, यो खेलाडीहरू के कस्तो छन्, को मिस भयो त्यो बारेमा कुरा गरौँ। जसरी मैले अर्जेन्टिनाको भिडियो बनाएको थिएँ पार्ट 1। यो पोर्चुगलको स्क्वाड एकदमै कम्प्लिट छ, त्यस्तो प्रश्न उठाउनु पर्ने काहीँ पनि छैन। त्यो भनिकिन एउटा खेलाडी नहुँदाखेरि चाहिँ धेरैलाई अचम्म लागेको थियो, मलाई पनि अचम्म लागेको थियो है। वेस्ट ह्याममा खेल्ने म्याथ्युस फर्नान्डेज, त्यो खेलाडी पहिला साउथ ह्याम्पटनमा खेल्थ्यो, अहिले वेस्ट ह्याममा खेल्छ, रेलिगेट भयो होइन। वान अफ दि बेस्ट यङ ट्यालेन्ट हो, वान अफ दि बेस्ट यङ मिडफिल्डर हो, त्यस्तो राम्रो छ। डिफेन्सिभ हो, तर डिफेन्सिभ भनेको आउट एन्ड आउट डिफेन्सिभ पनि होइन होइन, प्रपर सेन्ट्रल मिड हो, बल प्लेइङ एबिलिटी पनि भएको, फिजिकलिटी पनि छ, राम्रो सिजन पनि गएको थियो उसको। तर त्यो प्लेयरलाई पिक गरेन, अलिकति अचम्म लाग्यो मलाई पनि त्यहाँ। तर पछि सोच्दाखेरि चाहिँ अब ऊ जस्तो प्लेयर अरू पनि छन्, अलिकति एक्स्ट्रा केही दिने प्लेयर चाहियो नि त, अलिकति भर्सेटाइल चाहियो नि त। त्यो भएर यहाँ स्यामु कोस्टा लिएको छ उसको ठाउँमा। ऊ आउट एन्ड आउट प्रपर बिस्ट डिफेन्सिभ मिड हो, डटी वर्क गर्न सक्ने भनेपछि अलिकति डिफ्रेन्ट प्रोफाइल भयो। त्यो बाहेक अर्को भनेको पल्हिना, एकदम एक्सपिरियन्स्ड पोर्चुगिज डिफेन्सिभ मिड होइन। अब उसले राम्रो खेलेको भयो स्पर्सबाट पिक हुने चान्सेस हाई थियो उसको सामु कोस्टा भन्दा पनि, किनभने एक्सपिरियन्स पनि ल्याउँछ उसले, टिम केमिस्ट्री पनि ल्याउँछ। तर स्पर्स चाहिँ कस्तो खेलेको थियो हामी सबैलाई थाहा छ। अनि अर्को भनेको एन्टोनियो सिल्भा, ऊ पनि रेगुलर पोर्चुगलको एकदम ब्राइट फ्युचर भनेको थियो उसलाई, तर यो सिजन उसको खासै राम्रो गएको थिएन। ऊभन्दा अरू ऊ एकदमै राम्रो खेल्यो हो, भर्सटाइल पनि छ, त्यसमा कुनै पनि डाउट छैन, राम्रो पिक गरे हो त्यहाँ पनि। र अर्को भनेको रोड्रिगो मोरा। अब यो सिजन त उसले यति नराम्रो खेलेको छ कि पिक हुने चान्सै थिएन, त्यही पनि कतिजनालाई चाहिँ अचम्म लाग्यो होला, किनभने यो मान्छे आएदेखि नै अब 16-17 वर्षको हुँदादेखि एकदम हाइप थियो कि अब नेक्स्ट मेस्सी हो, नेक्स्ट यो त्यो टाइपको, त्यस्तो हाइप पाएर आएको खेलाडी। तर लास्टै नै झुर खेल्थ्यो लास्ट सिजन। म्यानेजरले पोजिसन पनि चेन्ज गरिदियो फेरि, लाइक सेन्ट्रल मिड टाइपको रोलमा उसलाई राखिदिए होइन। खेलिरहेछ, अलिअलि एड्याप्ट गर्न सकेको छैन, त्यस्तो एक्साइटिङ खेलेन, वर्ल्ड कपमा चुज भएन र लेभल पनि एकदम घटेको छ। एक्साइटिङ ट्यालेन्ट थियो 1-1.5 वर्ष अगाडिसम्म, तर अहिले लेभल खस्किएको छ, वर्ल्ड कपमा पिक नगरेको पर्फेक्ट हो, किनभने उसले केही पनि एक्स्ट्रा एड गर्दैन थियो क्या। र सबसे पहिला पोर्चुगलको स्ट्राइकर्सहरूको कुरा गरौँ र स्ट्राइकर्सहरूको कुरा गर्दा क्रिस्टियानो रोनाल्डोको कुरा गरौँ। पोर्चुगलको लिडर, पोर्चुगलको क्याप्टेन, पोर्चुगल फुटबल इतिहासको सबैभन्दा सफल खेलाडी, पोर्चुगल फुटबल इतिहासको सबैभन्दा धेरै गोल गर्ने खेलाडी, इन्टरनेसनल फुटबल इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी। 2006 को वर्ल्ड कप खेलेका थिए, 2026 को वर्ल्ड कप पनि खेलिरहेछन् 41 वर्षको उमेरमा। यो लेभलको कन्सिस्टेन्सी, यो लेभलको फिटनेस, यो लेभलको पर्फर्मेन्स आजको दिनसम्म पनि हेटर्स हुन् जो हुन् मतलब भएन, रेस्पेक्ट गर्नै पर्छ। र कुरा आउँछ रोनाल्डोले गर्दा पोर्चुगलको टिम कमजोर हुन्छ कि बलियो हुन्छ त। यहाँ धेरैले गाईगुई गरिरहेको हुन्छन् कि रोनाल्डोले गर्दाखेरि टिम कमजोर हुन्छ पोर्चुगलको भनेर, मलाई अचम्म लाग्छ सुन्दाखेरि पनि। पोर्चुगलको स्ट्राइकर अप्सनहरूमा है जाओ फेलिक्सलाई पनि स्ट्राइकरमै राखिदिउँ हामी होइन, बरु यो गुइडेजलाई यता लगिदिउँ, ल जाओ फेलिक्सलाई यहाँ राखिदिउँ। 3 जना आउट एन्ड आउट स्ट्राइकर होइन, रोनाल्डो, रामोस, जाओ फेलिक्स। रोनाल्डोले स्टार्ट गर्दैनन् होला त। पोर्चुगलसँग एकदम वर्ल्ड क्लास क्रेजी अप्सन भएको भए
रोनाल्डो बेन्चबाट आउन पनि तयार हुन्थे, रोनाल्डोले आफैले पनि भनेका छन्। तर आजको दिनमा पनि पुरा पोर्चुगलको स्ट्राइकर्सहरूको कुरा गर्ने हो भने रोनाल्डोभन्दा बेस्ट कोही पनि छैन। र हो, कुद्न सक्दैनन्, पहिला जस्तो ड्रिब्लिङ गर्न सक्दैनन्, त्यो पेस छैन, त्यो सार्पनेस, त्यो फुर्ती फार्ती छैन। तर डी एरियामा बल देऊ न एकचोटि रोनाल्डोलाई, अहिले पनि यो एरियामा बल देऊ न, ग्राउन्ड देऊ, उडाएर देऊ, लेफ्ट साइडमा देऊ, राइट साइडमा देऊ, फ्री किक, कर्नर्स, अझै पनि धेरै जसो वर्ल्डको स्ट्राइकरहरू भन्दा राम्रो क्यापेसिटी भएको स्ट्राइकर हो क्रिस्टियानो रोनाल्डो। बाघ बुढो हुन्छ तर घाँस खाँदैन भनेर मैले धेरैचोटि भन्छु, त्यो रोनाल्डोमा पनि एप्लाई हुन्छ। रोनाल्डोको एरिया भनेको यहाँ हो, र यो वर्ल्ड कपमा त झन् क्रिस्टियानो रोनाल्डोलाई यति एरिया, यो एरिया बाहेक अरूतिर जान पनि दिनु हुँदैन, पछाडि पनि आउनु पर्दैन, केही पनि गर्नु पर्दैन। यहाँ हरेक खेलाडीहरूले 2 गुणा एफोर्ट लाउनुपर्छ रोनाल्डोलाई कभर गर्नलाई। रोनाल्डोलाई यति मात्रै एरियामा जस्ट चान्स क्रिएट, ब्रुनो फर्नान्डेजले गर्छ त्यो काम, चान्स क्रिएट गर्ने रोनाल्डोले गोल हान्छन्, कुनै अप्सनै छैन। 100% हरेक गेम स्टार्ट गर्दैनन्, रेस्ट पनि गर्नुपर्छ, मेबी पहिलो गेमै जित्यो भने सेकेन्ड गेम रेस्ट गर्न सक्छन् होइन, त्यो अप्सनहरू छ। तर रोनाल्डो अझै पनि मेन स्ट्राइकर हुन्, र ब्रुनो फर्नान्डेज चल्यो भने, पोर्चुगलको टिम चल्यो भने यो ब्रुनोले क्रिस्टियानो रोनाल्डोलाई कति चान्स दिन्छ ढुक्क भएर बस्दा हुन्छ। 37 खेलमा 30 गोल 4 एसिस्ट गरेको छन् क्रिस्टियानो रोनाल्डोले। र साउदी अरबको हिट, साउदी अरबको गर्मी हामीलाई थाहा छ, फिजिकल लिग हो त्यो भनेपछि अलिकति केही न केही हेल्प चाहिँ हुनेवाला छ रोनाल्डोलाई। युएसएमा त्यो नयाँ ठाउँमा गएर खेले जस्तो फिल हुँदैन, धेरै जसो युरोपियनलाई त्यो हुन्छ, रोनाल्डोलाई त्यो हुँदैन। साउदी अरबको कुरा गर्दा अब कुरा गरौँ जाओ फेलिक्सको। अब जाओ फेलिक्सको यो सिजन बबाले गएको थियो, उसको करियरकै बेस्ट सिजन गयो। अब उसलाई पोइन्ट टु प्रुभ पनि छ, फ्लप भयो भनेर सबैले भनिरहेको बेलामा उसले यो सिजन बबाले खेल्यो, वर्ल्ड कपमा जाँदैछ, ट्यालेन्ट अति नै भएको खेलाडी हो। अब उसको ट्रान्सफर्सहरू पनि अलिकति गलत भयो, अब क्लब सुट गरेन, के सुट गरेन थाहा छैन, तर ट्यालेन्ट भएको खेलाडी हो, फर्ममा छ, कन्फिडेन्ट छ, गोल गर्न सक्ने, क्रिएट गर्न सक्ने खेलाडी हो। उसको मेन पोजिसन स्ट्राइकर भइकिन पनि सेन्ट्रल एरिया उसले जता पनि खेल्दिन सक्छ, आउट एन्ड आउट विङ्गर चाहिँ होइन, अब त्यो खाले पेस छैन, तर फ्लेयर, ड्रिब्लिङ, हल्का फुल्का क्रिएटिभिटी भएको खेलाडी हो भनेपछि यस्तो एरियातिर खेल्छ। रोनाल्डोले सेन्ट्रल एरिया कभर गर्छन्, जाओ फेलिक्स वरिपरितिर हुन्छ। अब स्टार्टिङ पोजिसन अराउन्ड यता भए पनि वाइडमा हुँदैन होइन, अलिकति भित्रभित्रै हुन्छ, सेकेन्ड स्ट्राइकर टाइपको भनौँ न। अनि भर्खरै सकेको साउदी लिगमा 26 गोल 18 एसिस्ट गरेको छ है, 18 एसिस्ट, त्यो पनि याद गरौँ। र रोनाल्डोसँग केमिस्ट्री एकदमै राम्रो छ, तालमेल राम्रो छ भनेपछि पोर्चुगललाई पनि त्यसले हेल्प गर्छ। हरेक गेम स्टार्ट नगर्ला तर धेरै जसो गेम खेल्छ, बेन्चबाट पनि आइरहेको छ। योपालि त सबै स्क्वाडको युज हुनेवाला छ गर्मीले गर्दा भनेपछि जाओ फेलिक्सको पनि धेरै ठुलो रोल हुनेवाला छ पोर्चुगलले वर्ल्ड कप जित्ने हो भने। अब कुरा आउँछ यो रामोसको, यो चाहिँ अब सोचे जसरी डेभलप भएन है। लास्ट वर्ल्ड कपको बेलामा चाहिँ बबाले पोर्चुगलको एउटा नम्बर 9 आयो भने जस्तो हल्ला थियो, त्यसपछि फ्लपै भयो भन्दा हुन्छ, तर नराम्रो स्ट्राइकर चाहिँ होइन फेरि। यो पिएसजी जस्तो टिममा गयो अनि यस्तो बालोन्डोर विनरहरू भएको टिममा उसलाई गाह्रो पनि भयो। अलिकति पिएसजी भन्दा 1-2 स्टेप तलको टिममा जाने हो भने रेगुलर स्टार्ट गर्न सक्ने खेलाडी हो, लिङ्कअप प्लेहरू राम्रो गर्छ, पेनाल्टीको एक्सपर्ट हो, च्याम्पियन्स लिग जितेको छ, एउटा गेम स्टार्ट गर्छ, बेन्चबाट आउँछ, ब्याकअप स्ट्राइकरलाई कुनै पनि डाउट छैन। अब लेफ्ट विङको कुरा गरौँ, लेफ्ट विङमा राफाल लियाओ, यसको कुरा गर्नुपर्छ। यो मान्छे अब उसको मेन एरिया त यता हो, तर एसी मिलानबाट लास्टको सिजन स्ट्राइकर खेलेको छ फेरि उसले, तर उसको आउट एन्ड आउट पोजिसन चाहिँ विङमा हो। यो मान्छेले आफ्नो ट्यालेन्ट फुलफिल गरेन, यस्तो ट्यालेन्ट भएको खेलाडी के नै गर्छ उसले भनेर सबैले आश गरेको, केही पनि गर्न सकेन। अझै पनि उमेर बितेको पनि छैन, ट्यालेन्ट अझै पनि छ, ड्रिब्लिङ राम्रो छ, 1v1 पेस राम्रो छ, फिनिस अब ठिकै, तर उसको सिजन हेर्ने हो भने यो सिजन, योभन्दा अगाडिको सिजनहरू उसको लेभलको छैन, त्यो हामीलाई थाहा छ होइन। तर अब इन्टरनेसनल फुटबलमा राम्रो अप्सन हो, स्टार्ट धेरै नगर्ला, एकदम खत्रै खेलिदियो भने अब त्यो कन्फिडेन्स चाहिँ क्यारी गर्नको लागि स्टार्ट गराउलान्। अहिलेको कुरा गर्ने हो भने ऊ स्टार्टिङ 11 को प्लेयर चाहिँ होइन, उसलाई बेन्चबाटै ल्याइरहेको हुन्छ, प्राय एउटा गेम स्टार्ट गर्छ, राम्रो खेल्दै गयो भने रेगुलर स्टार्ट पनि गर्ला। खतरा प्लेयर हो, आश गरौँ वर्ल्ड कपमा बबाल गरोस्, अहिलेसम्म चाहिँ खासै राम्रो खेलेको छैन। अब कुरा गरौँ ट्रिङ्काओको, पहिलाको बार्सेलोनाको प्लेयर, एक सिजन खेलेको थियो। यो मान्छेको अब स्टार्टिङ पोजिसन, मेन पोजिसन लेफ्ट विङ भइकिन पनि सेन्ट्रल एट्याकिङ मिडफिल्डर पनि खेलिदिन्छ, राइट विङ पनि खेलिदिन्छ, एकदमै भर्सटाइल हो, अगाडिको सबै पोजिसन खेलिदिन्छ, त्यो ठिक छ होइन। फर्ममा छ, एकदमै राम्रो सिजन गएको थियो पोर्चुगलमा, हो अब एकदमै हाइली रेटेड खेलाडी थियो, उसको लेभल चाहिँ पुर्याउन सकेन उसले, तर फर्ममा भएको खेलाडी हो, पोर्चुगलको टिममा उसको केमिस्ट्री राम्रो छ, पहिलादेखि खेलिरहेको हो,
अब एउटा गेम स्टार्ट गर्ला, धेरै जसो बेन्चबाट आउला, तर एकदम इफेक्टिभ प्लेयर हो हैन। अनि जुन तरिकाको फर्म छ त्यो कन्फिडेन्स उसले वर्ल्ड कपमा पनि क्यारी गर्नुपर्ने हो। 13 गोल 15 एसिस्ट गरेको थियो, च्याम्पियन्स लिगमा पनि एकदमै राम्रो थियो उसको पर्फर्मेन्स। आई होप उसले अब यो पर्फर्मेन्स वर्ल्ड कपमा पनि क्यारी गर्छ। गोन्जालो गुइडेज अब उसले कहिले स्ट्राइकर पनि खेल्ला हुन्छ, लेफ्ट विङ राइट विङ सबैतिर खेल्ला हुन्छ, भर्सटाइल खेलाडी हो, स्ट्राइकरमा पनि अप्सन दिन्छ उसले। अब एक्स्ट्राअर्डिनरी क्रेजी खेलाडी होइन, एज अ यङ प्लेयर ऊ पनि फेरि खत्रै प्रोस्पेक्ट भनेर निस्किया त निस्किन चाहिँ पोटेन्सियल चाहिँ फुलफिल गरेन, तर रेगुलर खेलिरहेको छ, पोर्चुगलको स्क्वाडमा खेलिरहेको प्लेयर हो होइन, केमिस्ट्री राम्रो छ उसको अब स्टार्टिङ एरिया यता हुन्छ, स्ट्राइकर हुन्छ। अब म्यानेजरले जहाँ पनि खेल्न सक्छन्, किनभने फ्रन्ट थ्री जुन पनि पोजिसनमा खेल्न सक्ने खेलाडी हो। त्यस्तो एक्साइटिङ सिजन चाहिँ गएको थिएन, तर एज अ स्क्वाड प्लेयर पोर्चुगलको भएको अप्सनहरूमा राम्रो अप्सन हो। राइट विङमा जाम। अब राइट विङमा बर्नार्डो सिल्भा राइट विङ चाहिँ होइन हुनलाई, तर राइट विङ खेलाउने चान्सेस पनि हाई छ बर्नार्डो सिल्भालाई। यो प्लेयरको एउटा एडभान्टेज भनेको जहाँ पनि खेलिदिन्छ, स्ट्राइकर बाहेक जहाँ पनि खेलिदिन्छ। राइट विङ, सेन्ट्रल एटाकिङ मिडफिल्डर, लेफ्ट विङ, सेन्ट्रल मिडफिल्डर, इभन विङ ब्याक पनि खेलिदिरहेको हुन्छ। पोर्चुगलको म्यानेजर रोबर्टो मार्टिनेजले उसलाई धेरै जसो यो राइट विङमै युज गर्लान् अथवा सेन्ट्रल मिडमा युज गर्लान्। स्टार्ट गर्नुपर्ने हो यो मान्छेले, एकदमै राम्रो छ। कतिले मन पराएर हुन्नन् होइन, तर यो फिफा खेले जस्तो पेस खेले जस्तो कुरा होइन। 99 पेस भएकोले बबाल खेल्छ, त्यो गेममा हो, रियलमा होइन। उसले के ल्याउँछ टिममा? कन्ट्रोल ल्याउँछ। यो मान्छे पेप गार्डियोलाको बेस्ट प्लेयर, अहिलेसम्म सबभन्दा बढी पेप गार्डियोलाले युज गरेको खेलाडी हो। उसले टिममा कन्ट्रोल ल्याउँछ क्या, सबसे इम्पोर्टेन्ट कुरा भनेको। र पोर्चुगलको टिमलाई त्यो जरुरी पनि छ, किनभने पोर्चुगलको टिमको सबसे स्ट्रेन्थ भनेको कन्ट्रोल हो। तर अब उसले पुरै 90 मिनट खेलेन भने पनि अथवा भन्नु रे मिड गेममा सब्स्टिट्युट गर्नु पर्यो रे होइन। अब सेन्ट्रल मिड हटाएर ऊ सेन्ट्रल मिडमा गएर उसको ठाउँमा कन्सेसाओ आउन सक्छ। यो मान्छे लास्टको 10-15 मिनटमा त रुवाइदिन्छ, फुच्चे छ, तर बबाले बिजुली चम्के जस्तो कुद्छ। नेसन्स लिगमा पनि एउटा गोल हानेको कोही याद छ। अब स्टार्ट गर्ने खेलाडी चाहिँ होइन, तर एज अ सुपर सब चाहिँ क्रेजी हो है यो मान्छे। स्पिड एकदमै छ, ड्रिब्लिङ पनि राम्रो छ, फिनिस पनि गर्न सक्छ, एउटा आउटसाइड द बक्स गोल पनि हाने त पोर्चुगलबाट कोही याद छ। अनि अर्को खेलाडी छ पेड्रो नेटो। अब उसलाई के भन्ने, लेफ्ट विङ भन्ने कि राइट विङ भन्ने, दुइटैतिर खेलिदिन्छ उसले होइन। भर्सटाइल खेलाडी हो, ट्यालेन्ट एकदम भएको हो, पेस पनि छ, एनर्जी पनि छ, ड्रिब्लिङ पनि राम्रो छ। तर यो मान्छेको पनि एउटा कुरा के छ भन्दाखेरि उसले पनि आफ्नो पोटेन्सियल चाहिँ अहिलेसम्म मिट गरेन है। यो मान्छे एकदम पोटेन्सियल भएको खेलाडी थियो। मैले यो मान्छेको वुल्भरह्याम्पटनमा खेल हेर्दाखेरि म छक्क परेको थिएँ क्या, कस्तो चाहिँ खतरा खेलाडी भनेर। तर खोइ चेल्सी गयो, त्यहाँ पनि त्यस्तो एक्साइटिङ सिजन उसले दिन सकेको छैन। कहिले राम्रो खेल्छ, कहिले खेल्दैन, तर ट्यालेन्टेड खेलाडी हो होइन। अनि वर्ल्ड कपमा के थाहा अब यो टुर्नामेन्टमा बबाल खेलिदिन्छ कि। अब उसले कहाँ स्टार्ट गर्छ भन्न सकिनँ, लेफ्ट विङ राइट विङ जहाँ पनि गर्न सक्छ। हरेक गेम स्टार्ट गर्ला नगर्ला त्यो पनि हेरौँ अब म्यानेजरले के गर्छ, तर एकदम राम्रो अप्सन छ पोर्चुगलको लागि। अब कुरा गरौँ पोर्चुगलको सबभन्दा इम्पोर्टेन्ट खेलाडी। पोर्चुगलको सबसे इम्पोर्टेन्ट खेलाडी हो है ब्रुनो फर्नान्डेज। यही हो सबसे इम्पोर्टेन्ट खेलाडी। यहाँ कतिले भिटिना भन्लान्, जाओ नेभेज भन्लान्, नो 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 नो, ब्रुनो फर्नान्डेज हो। यो मान्छे मुटु हो पोर्चुगलको। कस्तो कस्तो गोल क्रिएट गर्छ यो मान्छेले, हामीले देखाएको छ म्यान्चेस्टर युनाइटेडमा। र यो पालि क्रिस्टियानो रोनाल्डोलाई यो मान्छेले के गर्ला त। अब रोनाल्डो यता खेलेपछि ब्रुनोले रोनाल्डोलाई सप्लाई, रोनाल्डोले यो डिबक्सको एरिया कब्जा गर्छन्, ब्रुनो यता सबैतिर हुन्छ होपफुल्ली होइन। त्यो बारेमा पनि मैले अर्को भिडियोमै कुरा गर्छु। अहिले हामी यति बुझौँ, ब्रुनोलाई यो म्यानेजरले सेन्ट्रल एटाकिङ मिडफिल्डर खेलाउँछ, अलिकति मिडफिल्डभन्दा माथि, स्ट्राइकरभन्दा तल, उसको बेस्ट पोजिसन हो त्यो। यो मान्छेले यो पुरै एरिया कभर गर्छ, जताततैबाट क्रस हान्छ, थ्रु बल हान्छ, जे पनि गर्न सक्छ। धेरै कुरा गर्नै पर्दैन क्या। एक्स्ट्राअर्डिनरी सिजन पनि बबालै गएको छ, 21 एसिस्ट, प्रिमियर लिगको रेकर्ड पनि तोड्दियो। मिडफिल्डको बारेमा धेरै कुरै गर्नु परेन, दुईटा नेभेज छन्, एउटा जाओ नेभेज बक्स टु बक्स उच्चे छ, तर बबाले खेल्छ, गोल पनि हान्न सक्छ, क्रिएट गर्न सक्छ, कन्ट्रोल छ, सबै कुरा छ, फर्ममा छ, कन्फिडेन्स छ। र उसको पार्टनर भिटिना, ऊ भनेको कन्ट्रोल, आउट एन्ड आउट कन्ट्रोल, पुरा मिडफिल्ड उसले कन्ट्रोल गर्छ। दुईजनाको खेल्ने तालमेल पनि राम्रो छ, केमिस्ट्री छ। यो दुईटा क्लिक भयो भने सक्यो, त्यस्तो टाइपको प्लेयर हो यिनीहरू। र रुबेन नेभेज, यो मान्छे पनि एकदमै नै राम्रो सेन्ट्रल मिडफिल्डर हो। उसको बेस्ट पक्ष भनेको भर्सटाइल छ। ऊ यो डिफेन्सिभ मिडको रोल पनि खेलिदिन्छ, सेन्ट्रल मिडको रोल पनि खेलिदिन्छ, र सेन्टर ब्याकको रोल पनि खेलिदिन्छ। जब 3 जना सेन्टर ब्याक खेल्दाखेरि उसले राइट लेफ्ट सेन्टर जहाँ होस् सेन्टर ब्याकको रोल पनि खेलिदिन्छ। भनेपछि डिफेन्डर, मिडफिल्डर, डिफेन्सिभ मिड सब खेलिदिन्छ। धेरै रोल हुन्छ उसको यो वर्ल्ड कपमा। पोर्चुगलको कोच रोबर्टो मार्टिनेजले गेमको बिचमा पनि ट्याक्टिक्स चेन्ज गर्न सक्छन् होइन। अब हामी 5 जना डिफेन्समा जान्छौँ, 3 जना सेन्टर ब्याक, त्यस्तोमा पनि ह्यान्डी हुन्छ रुबेन नेभेज।
अब स्टार्टै गराउने भयो भने पनि त्यसरी पनि आउन सक्छ, सेन्ट्रल मिडमा पनि आउन सक्छ। लङ पास एकदमै राम्रो छ, डिफेन्सिभली पनि राम्रो छ। यो मान्छे एकदमै नै पर्फेक्ट प्लेयर हो है, एउटा कुनै पनि कोचको लागि वरदान हो। मल्टिपल पोजिसन खेल्न सक्ने, एक्सपिरियन्स, ट्यालेन्टेड। र अब कुरा गरौँ सामु कोस्टा। पोर्चुगलको स्क्वाडमा सबैभन्दा कम फ्ल्यासी प्लेयर यही हो। तडक भडक त्यति सुनिएको छैन, हेर्नमा पनि त्यस्तो तडक भडक भएको छैन। तर यो मान्छेले धेरै ठुलो रोल खेल्न सक्छ, किनभने पोर्चुगलको मिडफिल्डमा जे छैन उसले दिन्छ। यो मान्छेले फिजिकलिटी एड गर्छ, मायोर्काबाट खेल्छ होइन, प्रपर डिफेन्सिभ मिडफिल्डर हो। एउटा मात्रै यो मान्छेको कमजोरी भनेको येल्लो कार्ड, रेड कार्ड एकदमै धेरै खाने चान्सेस हुन्छ। डटी ट्याकल्सहरू गर्छ, डटी वर्क गर्ने प्लेयर हो क्या, टिममा चाहिन्छ, त्यो एकदम इम्पोर्टेन्ट हो है। जस्तो अब खेल 1-0 ले लिड गरिरहेछ अथवा गेम लिड गरिरहेछ, लास्टको 10-20 मिनटमा 25 मिनटमा चाहिँ अब अलिकति अपोनेन्टलाई चाहिँ क्लोज गर्नु पऱ्यो, गेम चाहिँ त्यतिमै कन्ट्रोल गर्न खोज्नु पऱ्यो भने उसलाई ल्याउने चान्स हाई हुन्छ। जस्तो अब भिटिनिया हुन्छ, जाओ नेभेज हुन्छ, थाक्या होलान्, के होलान्, फिजिकलिटी एड गर्नु पऱ्यो, त्यस्तोमा सामु कोस्टा आउँछ। प्रपर डिफेन्सिभ मिडफिल्डर हो, पोर्चुगलको उनै हो अब डिफेन्सिभ मिडफिल्डर, पलिनाको ठाउँमा उसले ल्याएको हो। अब अहिलेको फर्म हेर्ने हो भने ऊ अझै राम्रो अप्सन नै भन्छु म। अलिकति डटी छ, कार्ड्स पाउने चान्स हुन्छ, ओभरअल एज अ ब्याकअप पर्फेक्ट छ। अब कुरा गरौँ लेफ्ट ब्याकमा। लेफ्ट ब्याक त अब वर्ल्डको बेस्ट लेफ्ट ब्याक छ पोर्चुगलसँग, मेन्डेज। यो मान्छे लेफ्ट ब्याक पनि खेलिदिन्छ, लेफ्ट विङ ब्याक पनि खेलिदिन्छ, चाहियो भने लेफ्ट विङ्गर पनि खेलिदिन सक्छ, चाहियो भने। मेन पोजिसन लेफ्ट ब्याक भइकन पनि लास्टको नेसन्स लिगमा यमाललाई सटडाउन गरेको थियो। अब च्याम्पियन्स लिग जितेको छ पिएसजीबाट, फर्ममा छ, के भन्ने, केही भन्नै पर्दैन धेरै, सबैलाई थाहा छ यसको बारेमा होइन। मल्टिपल पोजिसन खेल्न सक्छ। अर्को जाओ क्यान्सेलो, अब उसलाई लेफ्ट ब्याक भनौँ, राइट ब्याक भनौँ, सबैतिर खेलिदिन्छ उसले पनि। ब्याकअप हो हुनलाई, तर स्टार्ट गराउनुपर्छ जस्तो लाग्छ मलाई होइन। एज अ ब्याकअप पनि पर्फेक्ट छ क्यान्सेलो, एज अ स्टार्टर पनि राम्रो छ है, किनभने एज एन एट्याकिङ फुल ब्याक वान अफ द बेस्ट हो वर्ल्डको। म टप 3 मै राखिदिन्छु। बार्साबाट बबाले खेल्यो नि, एउटा दुइटा गोल कस्तो कस्तो हान्यो योपालि होइन। उसले अब लेफ्ट ब्याक, राइट ब्याक, लेफ्ट विङ ब्याक, राइट विङ ब्याक सबै पोजिसन खेल्छ, धेरै बोल्नै पर्दैन। यो मान्छेले आफ्नो लेभल खेलिदियो भने भयो, आफ्नो लेभलमा खेल्दा वान अफ द बेस्ट हो वर्ल्डको बल प्लेइङ फुल ब्याक। अब राइटमा जाम, राइटमा डिएगो डालोट। अब यो म्यानेजरलाई मन परिरहेको हुन्छ, यसलाई चाहिँ स्टार्ट गराउनै हुँदैन भन्छु म होइन, कुनै पनि हालतमा, किनभने ऊभन्दा अगाडि नुनेज छ, म्यान सिटीबाट बब्बाले खेलेको छ। यो मान्छे सिधै स्टार्ट गराउनुपर्छ जस्तो लाग्छ मलाई। डिफेन्सिभली, अफेन्सिभली, फिजिकलिटी, पासिङ सबै कुरा दिन्छ, फर्ममा पनि छ। अनि अर्को एडभान्टेज भनेको हुनलाई ऊ सेन्ट्रल मिड हो क्या, पेप गार्डियोलाले राइट ब्याकमा चेन्ज गरिदिए, भर्सटाइल पनि छ। भनेपछि यो नुनेज भनेको यो वर्ल्ड कपमा एकदमै इम्पोर्टेन्ट हुनसक्छ, फर्ममा पनि आएको छ। अब राइट ब्याकमा क्यान्सेलो पनि आउन सक्ला, नुनेज खेल्ला, अब रोटेसन गर्नुपर्छ के हुन्छ। अनि अर्को भनेको सेमेडो। अब सेमेडो एक्सपिरियन्सको लागि ल्याएको, उहिलेदेखि खेलिरहेछ, त्यस्तो एक्साइटिङ प्लेयर नभनौँ, एज अ ब्याकअप सब्स्टिट्युटमा लास्टमा आउन ओर्नलाई एज अ ब्याकअप ठिक छ। अब ऊभन्दा अगाडि क्यान्सेलो छ, नुनेज छ राइट ब्याकमा, क्यान्सेलोलाई म राइट ब्याक पनि भन्छु होइन, दुइटै पोजिसनहरूले खेलिदिरहेको हुन्छ। अब डिएगो डालोट पनि छ, म चाहिँ त्यस्तै एक्साइटेड हुन डिएगो डालोटमा, ओके प्लेयर भन्छु, त्योभन्दा बढी केही भन्दैन, एज अ ब्याकअप ठिक छ डिएगो डालोट। अब सेन्ट्रल ब्याकमा जाम, डियास र इनासियो, यो दुईटा हो मेन यिनीहरूको बेस्ट सेन्टर ब्याक जोडी। वर्ल्ड कपमा भएको सेन्टर ब्याकहरूको जोडीमा सबसे बेस्ट मध्येको एक हो। अब यो इनासियो चाहिँ पोर्चुगिज लिगमा खेल्छ भनेर कतिले के नै होला भन्छन्, होइन होइन, यो मान्छे पोर्चुगिज लिगमा किन छ म पनि छक्क परिरहेको छु। उसलाई अफरहरू उहिलेदेखि आइरहेछ, अब आउने सिजन नै उसले पोर्चुगल छोड्यो भने पनि म अचम्ममा पर्दिनँ। एकदम ट्यालेन्टेड सेन्टर ब्याक हो, अब चाहिँ छोड्नुपर्ने हो पोर्चुगिज लिग। उसँग रुबेन डियाज छ, अब रुबेन डियाज त म्यान सिटीको पनि सेन्टर ब्याक, लिडर हो, बल प्लेइङ, फिजिकल सबै छ, के भन्ने। अब वर्ल्डको वान अफ द बेस्ट सेन्टर ब्याक हो, केही प्रब्लम भएन। अब आयो कुरा अराउको। यो केटा अहिलेको सबसे हट पोर्चुगिज सेन्टर ब्याक हो, लास्ट सिजन हदै बबाल खेलेको थियो, त्यही भएर ऊ पिक भयो। एन्टोनियो सिल्भाको ठाउँमा उसलाई पिक गरेको हो। एन्टोनियो सिल्भा रेगुलर जस्तै नै थियो, तर फर्म अराउको राम्रो भएर अराउलाई पिक गरेको। त्यसमाथि राइट ब्याक पनि खेलिदिन सक्छ, भर्सटाइल पनि छ, तर एज अ सेन्टर ब्याक बिस्ट खेलेको थियो। एज अ ब्याकअप एउटा गेम स्टार्ट पनि गर्ला, बबाल छ, एकदमै राम्रो छ पोर्चुगलको सेन्टर ब्याक डिपार्टमेन्ट। र यो वेइगा भनेको पनि अब वर्ल्ड क्लास क्रेजी नभनौँ, एज अ ब्याकअप ऊ पनि पर्फेक्ट हो। उसले फेरि डिफेन्सिभ मिड पनि खेलिदिन सक्छ, सेन्टर ब्याक पनि खेलिदिन सक्छ, अग्लो छ, फिजिकलिटी एकदमै राम्रो छ, पोर्चुगिज टिमसँग उसको केमिस्ट्री पनि राम्रो छ, एज अ ब्याकअप ऊ पनि बेस्ट। यो 4 जना सेन्टर ब्याकको कुरा गर्ने हो भने पोर्चुगलको टिम भनेको वान अफ द बेस्ट हो वर्ल्ड कपमा। यस्तो राम्रो 4 जना सेन्टर ब्याक धेरैको छैन है। अब कुरा गरौँ गोलकिपरको। डिएगो कोस्टा भनेको वर्ल्ड कपकै वान अफ द बेस्ट गोलकिपर हो। ऊ भनेको बल प्लेइङ पनि हो, पेनाल्टी स्टपर पनि हो,
त्यस्तो बबालो हो अब पोर्चुगिज लिगमा खेलिरहेछ तर अब पोर्चुगिज लिग छोड्ने बेला भयो र छोड्यो भने पनि सरप्राइज नहुनु। अब यो सा भनेको एज अ ब्याकअप पर्फेक्ट छ किनभने प्रिमियर लिगको एक्सपिरियन्स छ उसँग, वुल्भरह्याम्पटनमा खेलिरहेको हो प्रिमियर लिगमा। त्यो बाहेक अर्को एउटा छ रुई सिल्भा भन्ने, अब ऊ भनेको थर्ड चोइस हो, धेरै कुरा नगरौँ। त्यो बाहेक अर्को पनि छ भेलो भन्ने, अब त्यो चाहिँ ट्रेनिङको लागि मात्रै लगेको हो होइन, लानालाई 3टा मात्रै लगाएको थियो पोर्चुगलले। त्यो त अब हामीले पोर्चुगलको स्क्वाडको बारेमा हल्का कुरा गर्यौँ। अब यसको नेक्स्ट फेज चाहिँ के छ भन्दाखेरि यो स्क्वाडलाई कसरी खेलाउन सकिन्छ, कसरी खेलाउँछन् पोर्चुगलको कोचले, र एउटा फर्मेसन छ त्यो फर्मेसन खेलायो भने चाहिँ पोर्चुगलले वर्ल्ड कप जित्छ जस्तो लाग्छ मलाई। त्यो बारेमा अर्को भिडियोमा कुरा गर्छु, नेक्स्ट भिडियोमा। बाई बाई।